मत्तीको 7 अध्यायको 15 देखि। ल यहाँ यसो भन्छ, झुट्टा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरू कहाँ भेडाको भेषमा आउँछन् तर भित्रपट्टि चाहिँ डरलाग्दा ब्वाँसर जस्ता हुनेछन्। तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के काँडाका बोटबाट अङ्गुर अथवा सिउँडीबाट अन्जिर टिपिन्छ र? त्यसै गरी हरेक असल रुखले असल फल फलाउँछ, तर खराब रुखले खराब फल फलाउँछ। असल रुखले खराब फल फलाउन सक्दैन, न त खराब रुखले असल फल फलाउन सक्छ। असल फल फलाउने हरेक रुख काटी ढालिनेछ र आगोमा फालिनेछ। यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाटै चिन्नेछौ। मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैन। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालना गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्ने छ। त्यो दिन धेरैले मलाई भनेछ, प्रभु प्रभु, के हामीले तपाईँको नाउँमा अगमबानी बोलेनौँ, तपाईँको नाउँमा भूतहरू दबाएनौँ र तपाईँको नाउँ अनेक शक्तिशाली काम गरेनौँ र? अनि म तिमीहरूलाई सफासँग भन्नेछु, मैले तिमीहरूलाई कहिले चिनेको छैन। अधर्म काम गर्नेहरू हो, मबाट दूर हौ। यहाँ के भन्दछ भन्दाखेरि चाहिँ यहाँ झुट्टो अगमवक्ताको विषयमा कुराहरू गरेको छ है। रुख र त्यसको फल भनेर भनेको छ भन्दाखेरि, अनि झुट्टा अगमवक्ताहरूदेखि होशियार भनेर चाहिँ यहाँ कुरा गरेको हामी पाउँछौँ। अब आउने दिनहरूमा भन्ने कुरा चाहिँ गर्दै गर्दा धेरै त्यस्तो अगमवक्ताहरू खडा हुन्छ भनेर 2000 वर्ष अगाडि परमेश्वरको पुत्र येशूद्वारा पनि भनेको पाउँछौँ। हामी आफैले चाहिँ अब फलबाट चिन्न सक्ने कुराहरू चाहिँ बाइबलले हामीलाई स्पष्ट हामीलाई बताएको छ। अहिले धेरै व्यक्तिहरूले अगमबानी बोलिरहेको छ होइन। अनि धेरै ठाउँमा चाहिँ अगमवक्ताको कुराहरू चाहिँ अहिले प्रचार हुँदैछ। म प्रेरित हुँ भन्दै पनि गरेको हामी पाउँछौँ। त्यो कारणले गर्दा एकदम होशियार हुने समय आएको छ होइन। कसको कुरा पत्याउने र कसको कुरा नपत्याउने भन्ने कुरा चाहिँ हामीलाई चुनौती छ। अनि हामीलाई फेरि जसले बोलेको छ त्यसको कुरा सत्य भयो भने हामी त्यसको पछि पनि लागेको हुन्छौँ होइन। हामी आफै पनि अरूलाई भन्नै पर्दैन। त्यस कारणले चाहिँ अब हामीलाई बाइबलले स्पष्ट बनाएको छ, फलबाट चिन्न सक्छौ भनेर चाहिँ हामीलाई भनेछ। अब फलबाट कसरी चिन्ने त? हामीले दुई किसिमको फल हेर्न सक्छौँ। त्यही बोट हो त्यही फल्छ भन्ने कुरा चाहिँ हामीले त्यसमा आशा गर्न सक्छौँ। त्यस कारणले कतिपल्ट फलबाट पनि हामीले त्यसको स्वादिष्ट कस्तो हुन्छ भनेर हामीले नचाखेसम्म थाहा हुँदैन भन्छ। फल त्यो हो, तर भित्र कस्तो छ भन्ने कुरा चाहिँ हामीलाई थाहा छैन। तर भित्र कति बेला किरा परेको हुन्छ। होशियार अगमवक्तादेखि भनेर किन भन्दैछ भन्दाखेरि, भेडाको भेषमा, जो तिनीहरू भेडाको भेषमा आउनेछन् र तर भित्र चाहिँ डरलाग्दा ब्वाँसर जस्तो हुन्छन् भनेर चाहिँ यहाँ भनेको छ। के भने अगमवक्ताहरूसँग चाहिँ परमेश्वर यसरी बोल्नुहुन्छ कि दर्शनमा कि सपनामा कि चाहिँ आम्ने सामने, जसरी मूसाको उदाहरणमा आम्ने सामने जसरी बोल्नुहुन्छ। हो, परमेश्वरको अनुहार हामीले हेर्न सक्दैनौँ, तर परमेश्वरले आम्ने सामने बोल्नुहुन्छ। तर उहाँको महिमाको निम्ति बोल्नुहुन्छ, तर उहाँले आवाजै दिएर बोल्नुहुन्छ भनेर भन्नुभयो। अनि अहिलेको अगमवक्ताहरू चाहिँ कसरी बोलेको छ, आत्माको भन्दा पनि सोचेर होइन, परिस्थिति कस्तो हुन्छ मान्छेको भन्छ नि, कति साइकोलोजी बुझेर अगमबानी बोली अगमवक्ताहरू धेरै त्यस्तो निस्किसकेको छ भनेर उहाँले भन्दै। अनि मलाई एकदम त्यो हृदयमा छोएको थियो। अनि सही हो त्यो। अहिले मान्छेले परिस्थितिले हेरेर यस्तो हुन्छ भनेर अगमबानी बोलेको हुन्छ, मान्छेको परिस्थितिले हेरेर अगमबानी बोलेको हुन्छ, साइकोलोजी बुझेर मान्छेले त्यो अगमबानी बोलेको हुन्छ होइन, मान्छेको कमजोरी थाहा पाएर अगमबानी बोलेको हुन्छ भनेर उहाँले भन्दै गर्दा अहिले त्यस्तै हुँदैछ। धेरै ठाउँमा त्यो कुराहरू आउँदैछ। तर उहाँले भनेको कुरा चाहिँ बाइबलबाटै भन्नुभयो। अगमवक्तालाई परमेश्वरले दर्शनमा, सपनामा, आम्ने सामने आवाजै दिएर बोल्नुहुन्छ। तर अहिलेको अगमवक्ताले यस्तो भन्यो उस्तो भन्यो, तर कसरी बोल्यो हामी जान्दैनौँ। तर मलाई पनि परमेश्वरले दुईचोटि आवाज दिएर बोलेको छ। अनि म चाहिँ त्यो कुरा चाहिँ विश्वास गर्छु, किनभने मलाई पनि परमेश्वरले दुईचोटि बोल्नु भइसक्यो आवाजै दिएर भनेर चाहिँ त्यो भाइले भन्दै हुन्थ्यो। अनि हो, मलाई पनि परमेश्वरले बोल्नु भएको हो, शमूएल अगमवक्तालाई जसरी बोलाउनु भएको हो, तर त्यसपछिको आवाज मैले सुन्न सकेन। एकचोटि चाहिँ मलाई यहाँ प्रार्थना गर्दै गर्दा छोरा भनेर चाहिँ मलाई त्यति चाहिँ भन्नुभएको कुरा चाहिँ मलाई एकदम थाहा छ। अनि यो चाहिँ परमेश्वरले नि बोल्नुभएको कुरा भन्ने कुरा मलाई थाहा छ। अनि उहाँले भन्दै गर्दा अहिले मानिसहरूले चाहिँ परमेश्वरको अगमबानी बोल्दै गर्दा यसरी बोल्यो उसरी बोल्यो भन्छ, कसरी चाहिँ बोल्यो भनेर चाहिँ भन्दै
हुनुहुन्छ। अनि उहाँले अर्को उदाहरण पनि दिइराख्नु भएको थियो। अगमबानी धेरै किसिमको आउँछ, अगमवक्ताहरू धेरै खडा भएका छन्, प्रेरितहरू धेरै खडा भएका छन्। प्रेरितको गुण पनि उहाँले बताउनु भएको थियो। अनि साँच्चै बाइबलबाट नै उहाँले बताउनु भयो होइन। पुरानो नियमको अगमवक्ताहरू कस्ता थिए र नयाँ नियममा आएर परमेश्वरको अगमवक्ताहरू कस्ता थिए र प्रेरितहरू कस्ता थिए भनेर उहाँले भन्छु चाहिँ परमेश्वरको सन्देश मात्रै बोक्ने हो अरे क्या। तिनीहरूले परमेश्वरको सन्देशहरू बोक्ने हो र परमेश्वरको सन्देशलाई चाहिँ मण्डलीमा ल्याउने कुरा हो अरे। अनि उसले के भन्छ, अहिलेको अगमवक्ताहरू के चुनौती बोक्न सक्छ भनेर भन्नुभयो, सक्दैन। पहिलाको अगमवक्ताहरू कस्तो चुनौती बोक्थे, राजाको दरबारमा जान परे पनि त्यो अगमवक्ताहरू चाहिँ जान्थे अनि राजालाई चाहिँ चेतावनी दिन्थे अरे परमेश्वरबाट आएको। अनि त राजा यसो यसो भइरहेछ, यसो यसो हुँदैछ भनेर चाहिँ चेतावनी दिए। आफ्नो गर्दनमा चाहिँ तरवार लिएर भनेको चाहिँ ऊ राजाको दरबारमा पनि जान्थे, यदि परमेश्वरबाट आएको कुरा हो भने डराउँथेन भनेर भन्नुभयो। र साथसाथै उसले मण्डलीमा ल्याउने कुराहरू, देशमा राजाको हरेक कुराहरू चुनौती उसले भोग्थे। र साथसाथै उसले के भन्थ्यो, त्यो व्यक्तिले भनेको एकदम, अनि हामीले बाइबलमा पनि त्यो कुरा पाउँछौँ, अगमवक्ताले धेरै ठाउँमा कष्ट भोगेको पाउँछौँ। उसलाई खेदो गरेको छ, निन्दा गरेको छ, मारिएको छ, चिरिएको छ, काटेको छ होइन। हामी नयाँ करारमा हेऱ्यो भने त्यो पाउँछौँ र पुरानो नियममा हेऱ्यो भने त्यो कुराहरू पाउँछौँ। अगमवक्ताहरूले धेरै ठाउँमा कष्ट भोग्नु परेको छ। प्रेरितको समयमा हेऱ्यो पनि धेरै कष्टहरू भोग्नु परेको छ, मारिनु परेको छ। तर उहाँले भन्दै थियो अनि अहिलेको अगमवक्ताहरू हेर्नुहोस् एकदम हाइफाई छ, परमेश्वरको दुःख भोग्न चाहँदैनन् होइन। आएको सन्देश केही मात्रै भन्न चाहन्छन्। देशमा राजाले अनि न्यायकर्ता जो शासकहरू बसेका छन्, के उनीहरूकोमा त्यो लिएर जान सक्छन् परमेश्वरको सन्देश हो भनेर पनि एउटा चुनौतीको कुराहरू गर्दै थियो। अनि साँच्चै नै यो अहिलेको दिनहरूमा चाहिँ धेरै अगमवक्ता र धेरै प्रेरितहरू खडा भएको कारणले गर्दामा हामीलाई चुनौती छ। किन भन्दाखेरि धेरै अगमवक्ताहरू यहाँ भनेको छ नि एक ठाउँमा, यो पत्रुसको 2 पत्रुसको 2मा 1मा यसो भन्छ, जसरी इजरायलीहरूको माझमा झुट्टा अगमवक्ताहरू पनि थिए, त्यसरी तिनीहरूका माझमा झुट्टा शिक्षकहरू खडा हुनेछन्। यिनीहरूले गुप्त रूपले विनाशको झुट्टा शिक्षाहरू ल्याउनेछन्, यहाँसम्म कि तिनीहरूलाई उद्धार गर्नुहुने स्वामीलाई पनि तिनीहरूले इन्कार गर्नेछन् र आफैमाथि चाँडै विनाश ल्याउनेछन्। यूहन्नाले भन्छ 1 यूहन्ना होइन, अन्तिम यूहन्नाको 4:1ले, प्रियो जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर, किनभने धेरै झुट्टा अगमवक्ताहरू यस संसारमा निस्किआएका छन्। धेरै झुट्टा अगमवक्ताहरू यस संसारमा आइसकेका छन् भन्छ। अनि हो, अब हामीले झुट्टा अगमवक्ताहरू र प्रेरितहरूलाई कसरी चिन्ने भन्दाखेरि चाहिँ हामीले फलबाटै चिन्नुपर्छ। अनि त्यो फल चाहिँ के हो भन्दाखेरि चाहिँ अगमवक्ता र प्रेरितले जहिले पनि एउटा कुरा चाहिँ के भन्छ, उहाँले भन्नुभएको वचनले पनि हामीलाई सिकाएको वचनले पनि भन्छ कि धेरै कष्ट भोग्नुपर्छ भन्छ। उसलाई सुख शान्ति आनन्द हतपति हुँदैन भन्छ। किन? परमेश्वरको सन्देश बोकेको कारणले गर्दामा। उसले परमेश्वरको सन्देशहरू चाहिँ राजा, शासक, प्रशासक, जनता र मण्डलीमा ल्याउने भएको कारणले गर्दा उसलाई धेरै खेद हुन्छ। उसको हाई फाई हुँदैन। अहिलेको अगमवक्ताहरूको चाहिँ हाई फाई धेरै छ भनेर भन्नुभयो। कष्ट बोक्न चाहँदैनन् अथवा कष्ट उठाउन चाहँदैनन् अथवा ठुल्ठुलो चुनौतीको कुराहरू चाहिँ उसले आफूलाई भित्राउन चाहँदैनन् भनेर त्यो व्यक्तिले भन्दै थियो। अनि साँच्चै हो, तपाईँले यहाँ बाइबलमा हेऱ्यो भने नयाँ नियममा होस् या पुरानो नियममा कहाँ चाहिँ चुनौती भोगेको छैन र परमेश्वरको जनहरूले, अगमवक्ता होस् या प्रेरित होस्, चाहे पुरानो नियममा चाहे नयाँमा दुःखै भोगेको छ, चाहे राजाबाट चाहे जनताबाट होइन। यीशुलाई पनि त नयाँ नियममा आएर झुट्टा अगमवक्ताको कुराहरू गरेको छ होइन। धेरै कुराहरू प्रभु यीशु परमेश्वर आफै मानिसको रूपमा आएर प्रभु यीशुलाई पनि इग्नोर गरेको छ। अब धेरै अगमवक्ताहरू आएको कारणले गर्दा अब हामीले कसरी चिन्ने भन्ने कुरा, चुनौती कुरा चाहिँ यो दिनहरूमा मानिसहरूलाई धेरै कुराहरू चाहिँ खाँचो छ। अब हामीले जबसम्म वचन हामीले निहाल्दैनौँ, वचनलाई हेर्दैनौँ, वचन अनुसारमा चाहिँ हामीले यो कुराहरू खोज्दैनौँ, तबसम्म हामीले झुट्टा अगमवक्ताको अनि साँचो प्रेरित को भनेर चाहिँ हामीले चिन्नलाई गाह्रै हुन्छ।
किनभने यहाँ भनेछ प्रभु यीशुले आफैले भनेछ चमत्कारहरू देखाउनेछन्, अचम्मको चिन्हहरू देखाउनेछन् भनेर पनि भनेछ। अनि त्यो यहाँ भनेको कुराले हामीले हेऱ्यो भने चाहिँ अनि यहाँ भनेको छ, मजाले भनेको छ, अनि त्यो दिन धेरैले मलाई प्रभु प्रभु के हामीले तपाईँको नाउँमा अगमबानी बोलेनौँ? तिनीहरूले अगमबानी पनि बोलेछ। अहिलेको दिनहरूमा धेरैले अगमबानी बोलेको छौँ। अनि यहाँ के भनेको छ, के हामीले तपाईँको नाउँमा अगमबानी बोलेनौँ? तपाईँको नाउँमा भूतहरू दबाएनौँ? भूत पनि दबाउने छ, अगमबानी पनि बोल्नेछन्, प्रभु यीशुले आफैले भन्दैछ यहाँ। तर यहाँ भनेको छ त्यसमा, अनि म तिनीहरूलाई सफासँग भनेछु, मैले तिमीहरूलाई कहिले चिनेको छैन। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर हो। अधर्म काम गर्ने कस्तो होला त? भित्रभित्र बुवासको रूपमा गएर चाहिँ फाइदा लिने होला, होइन, परमेश्वरदेखि अलग्याउने शिक्षाहरू होला, लोभ देखाउने होला, होइन, पापको कुराहरूमा मुछिने होला, विभिन्न किसिमको जसरी हुन्छ परमेश्वरको छोराछोरीलाई नाश गर्नलाई झुट्टा अगमवक्ताहरू बुवासको भेषमा चाहिँ भित्र प्रवेश गर्नेछन् भनेको कारण चाहिँ अब प्रवेश पनि गरिरहेको छ। अनि धेरै अगमवक्ताहरू खडा भइरहेको छ, चमत्कारको कुराहरू पनि भइरहेको छ, होइन, आश्चर्य कर्मको काम। अब अगमवक्ताहरूलाई र प्रेरितहरूलाई अथवा परमेश्वरको अभिषेकजनहरूलाई चाहिँ कसरी चिन्ने त भनेर भन्दै गर्दा बाइबलले भन्छ हरेक परमेश्वरको जनले चाहिँ कष्ट भोगेकै हुन्छ भन्छ। त्यसले कष्ट भोगेको हुन्छ भन्छ, हाइफाई हुँदैन भन्छ, होइन। अब परमेश्वरको आत्माले यदि बोलिरहेको छ भने जानै पर्छ। अनि त्यो व्यक्तिले भनेको थियो, अगमवक्तालाई चाहिँ अहिले परमेश्वरले आवाज दिएर बोल्नुहुन्छ र आत्माबाट पनि बोल्नुहुन्छ, तर त्यो परमेश्वरबाट हो कि होइन भनेर चाहिँ तपाईँले छुटाउन सक्नुपर्छ भनेर भन्दैछ। नत्र भने स्याउ त स्याउ, भित्र काटिसकेपछि किरा भएपछि स्याउ त स्याउ, भित्र त अर्कै छ त। बाहिर त रातो छ तर भित्र चाहिँ के हो, किरा परेको छ। अनि अगमवक्ताहरूलाई पनि हामीले फलबाट चिन्न सक्छौँ, प्रेरितहरूलाई पनि फलबाट चिन्न सक्छौँ भन्छ। अनि त्यो फल चाहिँ के हो भन्दाखेरि उसको जीवन जियाइ भन्छ। अब पहिलो सुरुमा चाहिँ उसको चरित्रमा आउँछ भन्छ, उसको चरित्र कस्तो छ त्यसरी पनि चिन्ने भन्छ। अब उसले सबै चमत्कार पनि देखायो है, एकछिनको लागि बुझ्नु, चमत्कार पनि देखायो, चङ्गाई पनि भयो, होइन, अगमबानी पनि उसको जीवनमा पुरा हुँदैछ। तर अब उसको जीवनबाट मानिसले हेर्नुपर्ने अर्को कुरा चाहिँ यो पनि छ कि चरित्र भन्छ। चरित्र कस्तो छ त, स्वभावहरू कस्तो छ, उसको उठबस कस्तो छ, हामीले त्यो पनि चिन्नुपर्छ। कि अगमबानी बोल्दैमा त्यो मान्छे सबै कुरा सिद्धता हो, होइन, त्यसको आनी बानी कस्तो छ, त्यसको हाउभाउ कस्तो छ। 21 वर्षको यात्रामा यस प्रभुको सेवामा मैले हिँडेको एउटा कुरा, सबैभन्दा मुख्य कुरा मैले पाएको चाहिँ एकदम त्यो हृदयमा अहिले पनि छ। सबैभन्दा 21 वर्षको ख्रिस्टको यात्रामा चाहे म उहाँले भनेको इच्छा अनुसार हिँडेको छैन, धेरै ठाउँमा छ, मलाई थाहा छ। त्यो बिचमा कतिपल्ट म परमेश्वरको त्यो यात्रामा हिँड्नुपर्ने यात्रामा नहिँडेको पनि छु, होइन। कतिपल्ट परमेश्वरको यात्राबाट म वञ्चित पनि भएको छु। त्यो हिँड्ने दौड अझै पनि कतिपल्ट लडेको पनि छु, होइन। त्यो दौड म अझै पुरा गर्न सकेको छैन, त्यो दौडमा अझै पनि छु। मैले भन्न खोजेको यो नै हो कि म अझै पनि ख्रिस्टको दौडमा 21 वर्षको यात्रामा अझै पनि हिँड्दैछु। तर जुन गन्तव्यसम्म मैले जुन कुराहरू निशाना, जुन आशिषको कुराहरू, जुन मुकुटको कुराहरूमा इनाम पाउने कुराहरूमा अझै पनि म के हो त्यो निशानासम्म पुग्न सकेको छैन। म अझै पनि के हो यो शरीरमा भएको कारणले गर्दामा अझै पनि के हो आउने द्वन्द्वहरूबाट बाटो भएर म जाँदैछु। तर मैले एउटा कुरा सिकेको कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ जीवनमा चाहिँ सबैभन्दा 21 वर्षमा मैले यो 21 वर्षको यात्रामा चाहिँ सबैभन्दा सिकेको चाहिँ परमेश्वरबाट एकदम चलाएको व्यक्तिलाई चाहिँ परमेश्वरले एउटा कुरा चाहिँ भन्नुहुन्छ नै हुन्छ। त्यो चाहिँ के भन्दाखेरि उसको कमजोरी। यो चाहिँ कहिले भुल्नु हुँदैन, चाहे अगमवक्ता हो चाहे प्रेरित, परमेश्वरले एउटा कुरा चाहिँ मान्छेको हृदयमा भनेको हुन्छ। यदि अरूको निम्ति बोल्छ भने, अगमबानी बोल्ने, चङ्गाई हुने, त्यसलाई यस्तो भयो, त्यो भन्ने व्यक्तिको जीवनमा परमेश्वरले एउटा कुरा देखाउन हुन्छ नै हुन्छ, तेरो जीवनमा यो कमजोरी छ, सुधार्न पर्छ भनेर परमेश्वरले भनिरहेको हुन्छ। तर मान्छेले कतिपल्ट यो सुधारेको जस्तो बनाउँछ, नम्र भएर बोलेको जस्तो गराउँछ, तर त्यो सुधारेको हुँदैन कतिपल्ट। अनि यो सुधार्नको निम्ति चाहिँ परमेश्वरको पछिमा जबसम्म हामी जान सक्दैन, हाम्रो बल बुद्धि शक्ति लगाए पनि त्यो सुधार्न सकिँदैन। हामीले बल बुद्धि लगाएर मान्छेको अगाडि नम्र बोले पनि त्यो सुधार्न सकिँदैन जबसम्म परमेश्वरमा हाम्रो यो कमजोरी मेरो हो, मेरो कमजोरी यो छ भनेर चाहिँ त्यो हृदयमा भएको कुरा चाहिँ परमेश्वर सुधार्नु पर्ने कुरा परमेश्वर राख्दैन, तबसम्म
हामीले बल बुद्धि शक्ति लगाए पनि हामी सुधिन सक्दैनौँ, कमजोर देखाएको हुन्छ। त्यस कारणले धेरैचोटि अहिले अगमवक्ताहरूले बोलेको कुराहरू भावना पनि बोलेको छ भन्दै गर्दा यो सही हो। मैले अहिले भने नि फेरि अहिलेको अगमवक्ताले परिस्थितिलाई हेरेर अगमबानी बोलेको छ भनेर भन्दै गर्दा यो कति ठाउँमा त्यस्तो हुँदै पनि छ। यदि उसले आफ्नो कमजोर स्वीकार्छ भने त्यो कमजोरीलाई चाहिँ के हुन्छ, उसले त्यसलाई परमेश्वरको योजनामा चलाउन चाहनुहुन्छ। परमेश्वरको जनहरूको पछि हामी लागेको पाउँछौँ कि प्रभुले यही भन्नुभयो, मत्स्यको भेषमा आउँदै गर्दा हामीले त्यसलाई चाहिँ फलैबाट चिन्नुपर्छ भनेर चाहिँ यहाँ कुरा गरेको हामी पाउँछौँ। के त्यसले शक्तिशाली पनि काम गर्नेछन् भनेर चाहिँ भनेको पाउँछौँ। तर प्रभु यीशुले त्यसमा भन्छ, अनि म तिनीहरूलाई सफासँग भन्नेछु, मैले तिमीहरूलाई कहिले चिनेको छैन, ए अधर्म काम गर्ने हो, मबाट दूर हौ। आखिर यो अगमवक्ताले पनि के गरेको थियो, परमेश्वरकै काम गरेको थियो। अगमबानी पनि बोलिरहेको थियो, चङ्गाइको काम पनि गरिरहेको थियो होइन। त्यहाँ भूतहरू दबाउने कामहरू, रोगहरू निको बनाउने कामहरू र अगमबानी पनि गरिरहेको थियो। तर प्रभु यीशुले भन्दै हुनुहुन्छ, मैले तिमीहरूलाई चिनेको छैन। अधर्म काम गर्ने भन्दाखेरि भित्रभित्र चाहिँ यसले चाहिँ के गर्दै रहेछ, फाइदा लिने काम गरिरहेको रहेछ, दबाउने काम गरिरहेको रहेछ, पापमा मुछ्याउने काम गरिरहेको रहेछ, आफै पनि मुस्ने, अरूलाई पनि मुस्याउने होइन, कमजोरलाई दबाउने, आफ्नो बसमा बनाउने कामहरू पनि गरिरहेको छ। आखिर यसले के गर्दैछ, प्रभुको नाउँमा यसले काम गर्दै रहेछ। दुष्ट भनेपछि मार्ने काम, नाश गर्ने काम, परमेश्वरदेखि अलग ल्याउने कामहरू गरिरहेको रहेछ भन्ने कुरा चाहिँ यसरी बुझ्न सक्छौँ। अनि धेरै ठाउँमा आज यो कुराहरू हुँदैछ है प्रियहरू। हामीले पनि अगमवक्ता भनेर म पनि हेर्छु, मैले त्यही भएर भनेको म त हेर्ने हो, आफूलाई पनि जाँच गर्ने, हेर्ने हो। कतिपल्ट होला भावना पनि बोलेको होला, कतिपल्ट आफ्नो विचारले पनि बोलेको होला, कतिपल्ट फाइदाको निम्ति, कतिपल्ट त्यसको मनसाय बुझेर, कतिपल्ट साइकोलोजी हिसाबले पनि बोलेको होला होइन, बुद्धिले बोले होला, त्यसको कमजोरीले बोले होला। अनि मैले परमेश्वरले यो नै भन्दैछु, यदि तपाईँबाट आएको हो भने अब फल देख्नुपर्छ, मेरो जीवनबाट र अरूको जीवनबाट, र अरूलाई पनि जो मलाई होइन मैले चिनेको व्यक्तिहरू, जो अगमवक्ता प्रेरितहरू भनेछ, उनीहरूको जीवनबाट पनि म हेर्दैछु। अब म न्यायकर्ता बनेको होइन, हेर्ने मात्र हो। तपाईँले यस्तो भन्नुभयो, यस्तो भयो भने म त्यति नै खेर उनीहरूलाई न्याय गर्ने होइन, मान्छे चिन्ने हो। यदि परमेश्वरको जन हो भने उसको विचार मात्र होइन, उसलाई चिनिसकेपछि उसदेखि कति टाढा हुनुपर्छ, यदि साँचो हो या गलत हो भनेर एकचोटिमा धेरैचोटि याद गर्नुहोस्। अगमवक्ताहरू पनि चुकिन्छ, त्यस कारणले चाहिँ एकचोटि देख्दैमा हामीले न्याय गर्ने होइन, त्यसलाई दुई तिनचोटि चाहिँ केलाउनु पर्ने हुन्छ। अनि केलाउँदै गर्दा चाहिँ एकचोटि फेल होला होइन, फेरि अर्को फेरि पालो फेरि साँचो होला, तर हामीले त्यसलाई चाहिँ चेक गरिराख्नुपर्छ। किन भन्दाखेरि परमेश्वरको जनलाई पनि कतिपल्ट परमेश्वरले बोलेको कुराहरू पनि बदलाउनु छ। योनाको कुराहरू बदलाएको हामी पाउँछौँ, यसै अगमवक्ताले पनि बदलाएको कुराहरू पाउँछौँ। यसै अगमवक्तालाई भन्छ, हिजकिया राजालाई गएर भन् अब त मर्नेछस् भनेर भन्यो, परमेश्वरले नै भनेर पठायो। अनि हिजकिया राजालाई भन्छ अब तपाईँ मर्नुहुन्छ। अनि हिजकिया राजा धुरु रोएर अनि परमेश्वरसँग आफ्नो विगतको कुरालाई सम्झना दिलाउँछ, मैले तपाईँलाई मन पनि कस्तो असल काम गरेको छु प्रभु, हे परमप्रभु परमेश्वर भनेर चाहिँ भन्दै गर्दा परमेश्वरले अनि यसै अगमवक्तालाई फेरि बोल्नुहुन्छ, जा गएर हिजकिया राजालाई गएर भन् त फेरि बाँच्नेछ भन्दै गर्दा परमेश्वरले पनि कतिपल्ट बोलेको कुरालाई बदलाउनुहुन्छ। अनि एकैचोटि झट्टै हामीले अगमवक्ता र प्रेरितहरूको पनि न्याय गर्नु हुँदैन, तर हामीले हेरिराख्नुपर्छ, त्यसलाई हामीले केलाउनुपर्छ। त्योबाट उहाँले बोल्नुभएको कुरा चाहिँ पुरा हुन्छ कि हुँदैन, यो चाहिँ गम्भीर कुरा हो। अबको दिनहरूमा चाहिँ हामीले यो कुरालाई हेर्नुपर्छ। त्यस कारणले हामीले फलबाट चिन्नुपर्छ, उसको स्वभाव चरित्र। अगमबानी बोल्ने अगमवक्ताहरू पनि धेरै साह्रो काम छैन, बाइबलमा त्यति साह्रो हामी पाउँदैनौँ। अगमवक्ताहरू नम्र भएको छ, के मूसा नम्र भएन? परमेश्वरले आफैले भन्नुभयो, पृथ्वीमा सबैभन्दा चाहिँ नम्र व्यक्ति चाहिँ मूसा नै भन्छ, मेरो घरानामा सबैभन्दा विश्वासयोग्य भन्छ, मूसालाई भन्यो। मूसा पनि आम्ने सामने परमेश्वरसँग बोल्नुभयो। त्यस कारणले चाहिँ अगमवक्तालाई परमेश्वरले बोल्दाखेरि चाहिँ आवाज दिएर बोल्नुहुन्छ भन्ने कुरा हो। मिरियमलाई र हारूनलाई भन्छ नि, विरोध गरिरहेको थियो, परमेश्वर तपाईँसँग मात्र बोल्नुहुन्छ, हामीसँग बोल्नु हुँदैन र भनेर मूसासँग गनगनाउँदैन। परमेश्वर पालमा महापवित्र स्थानमा आएर भन्छ, हेर यदि कोही अगमवक्ता छ भने म त्योसँग चाहिँ के गर्छु, दर्शनमा सपनामा बोल्छु, मेरो त्यसलाई सबै कुराहरू महिमाको कुराहरू के हो, परमेश्वरको कामको कुराहरू प्रकट गर्छु, तर मूसासँग चाहिँ म त्यसो गर्दिनँ भन्छ। भन्दाखेरि परमेश्वर चाहिँ अगमवक्ताहरूसँग चाहिँ
बोल्नु हुँदैछ। बोल्दै गर्दा चाहिँ हामीले आवाजको कुराहरू यहाँ आउँदै गर्दा चाहिँ आवाजको कुराहरू चाहिँ पक्कै हो। पवित्र आत्माले पनि बोल्नुहुन्छ कि परमेश्वर हामीसँग कसरी बोल्दै हुनुहुन्छ। अनि म आफैले पनि चुनौती हो, यदि म भावनामा बोल्दै हो कि मेरो विचारले बोल्दै हो कि होइन, मैले कसैको साइकोलोजी बुझेर बोलेको हो कि अथवा कसैको कमजोरी देखेर मैले त्यो कमजोरीमा चाहिँ मैले अब तेल छैन तँलाई तेल चाहिन्छ भने जस्तै अनि हो मलाई तेल छैन भने जस्तै त्यसरी बोल्दैछु कि म आफैलाई जाँच गर्दैछु। अनि मैले तपाईँलाई यो नै भन्नु छ कि अगमवक्ताहरूलाई पनि हामीले जाँच गर्ने बेला आएको छ। जहिले पनि सङ्घर्ष भोग्नु परेको हामी पाउँदछौँ। बाइबलमा नयाँ नियममा पनि के पावल त हिरो भएर संसारको राजा भन्दा पनि एकदम महाराजा भएर हिँड्नु पनि होइन र सबै कुरा सुख चैन आनन्दको कुरा हुनु पनि होइन र पत्रुस यूहन्ना धेरै परमेश्वरको 11-12 जना चेलाहरूलाई पनि के राजा भन्दा पनि ठुलो भएर हिँड्नु पनि होइन र तर उनीहरूले परमेश्वरको महिमाको कुराहरू बोकेर हिँडेका थिए, परमेश्वरको कामहरू बोकेर हिँडेको थिए। अनि उनीहरूले कष्ट भोग्नु परेको थियो, अभाव थियो होइन, उनीहरूलाई थिचेका थिए, पेलिएका थिए, लखेटेका थिए, दुःख र कष्ट भएर उनीहरू हिँड्नु परेका थिए। कहाँ चाहिँ उनीहरूलाई आनन्दको कुरा थियो? कहीँ पनि थिएन। तर अहिलेको अगमवक्तालाई त्यो व्यक्तिले भन्दै गर्दा साँच्चै हो, अहिलेको अगमवक्ता र हाइफाई छ, गाडी हो परमेश्वरले दिएको सुविधा, तर दुःख भोग्न चाहँदैन। परमेश्वरले दिएको कुरालाई आनन्दको कुरालाई उपभोग गर्न चाहन्छ तर पीडा भोग्न चाहँदैन, आएको चुनौतीलाई भोग्न चाहँदैन। अनि उसले भन्दै गरेको कुरा मलाई एकदम चासो लाग्यो। के देशको निम्ति देखाउँदैन र? देशमा के हुँदैछ? राजा होस् या महाराजा शासकलाई पनि देखाइरहेको हुन्छ त्यहाँ। अनि यस्तो गरिरहेको छ भने त्यसलाई चुनौती गर, जागेर बन भनेर भने हुँदैन र? भनेको एकदम सही। त्यो कारणले गर्दामा अब विभिन्न किसिमको अगमवक्ता र प्रेरित आइरहेको कारणले गर्दा प्रेरित हामी आफैले जाँच्नुपर्ने हुन्छ। उनीहरूलाई पनि हामीले हेर्नुपर्ने हुन्छ, उनीहरूको फलबाट चिन्नुपर्ने हुन्छ, उनीहरूको चरित्रबाट, ताकि हामी त्यस्ता व्यक्तिहरूबाट चाहिँ के हुनु परेको छ? वञ्चित हुनु परेको छ। त्यस्ता व्यक्तिहरूबाट हामी टाढा हुनु परेको छ, ताकि उनीहरूको लैलैमा लागेर हामी के हुन्छ? हाम्रो मुक्ति पनि फेरि गुमाउन पर्ने हुन्छ होइन। तपाईँले सुन्दैछ विगतको दिनहरूमा होइन फल्नाले तेल बेचेको छ अरे, तेलमा अभिषेक गरेर तेल बेचिरहेको पाउँछ। पास्टरले नै गरेको हो र भने पास्टरले गरेको भन्छ। यदि पास्टरले गरेको होइन भएको भए त्यहाँ तेल बेच्दैछ भने पास्टरले मैले यसो भनेको छैन, किन तिमीले यसो गर्यो भनेर मण्डलीलाई भन्थ्यो। तर मण्डलीलाई नभनिकन भन्दाखेरि पास्टरले त्यसो गर्न लगाएको हो भन्ने एउटा सहमत जनाएको हो भन्ने कुरा पनि हामी यसरी बुझ्न सक्छौँ। तेल बेचेको, घरि के बेचेको भन्छ, घरि के बेचेको भन्छ। अनि परमेश्वरको जनहरूले चाहिँ त्यसरी कमाउनु पनि राम्रो कुरा होइन भन्छ। स्वेच्छाले दिनु होइन, स्वेच्छाले दिएको कुरा चाहिँ एक्सेप्ट गर्नुपर्छ। मागेको पनि हामी पाउँछौँ कति बेला, मेरो निम्ति यस्तो गरिदिनु उस्तो गरेर, त्यो पनि राम्रो कुरा होइन भन्छ। त्यस कारणले प्रियहरू हामीले उनीहरूको फलबाट चिन्नको लागि धेरै तरिका छन्। चरित्र, शोभा, फल, उसको हाइफाई धेरै कुराबाट चिन्नुपर्छ भन्छ। त्यस कारणले म तपाईँलाई यो नै भन्न चाहन्छु। अनि यीशुले पनि यही भन्नुभयो कि त्यस्तो व्यक्तिहरूले जे कुरा गरे तापनि, भूतहरू दबाए पनि, अगमबानी बोले तापनि उहाँले भन्नुहुन्छ म त्यसलाई चिन्दिनँ, तँलाई म चिन्दिनँ। त कहाँबाट आएको? त अधर्म पाप गर्नेहरू, म तँलाई चिन्दिनँ। यहीँ अन्तिममा यही कुरा भनेको छ साँच्चै। त्यस कारणले चाहिँ आउँदा दिनहरूमा यस्ता कुराहरू प्रभु यीशुले 2000 वर्ष अगाडि र चेलाहरूले भन्नुभएको कुरा चाहिँ अब पुरा भइरहेको छ। अझै अगमवक्ताहरू खडा हुँदैछ, भन्दैछ, अनि हामी चाहिँ एकदम चनाको हुन आवश्यकता छ। आमेन।